वन विभाग दार्जिलिङ डिभिजन टंग्लु रेन्ज मानेभन्ज्याङको आयोजनामा सचेतना शिविर कार्यक्रम सम्पन्न भयो। वाइल्ड लाइफ सम्बन्धित जनचेतना कार्यक्रममा सन्त रोबर्ट्स उच्चतर विद्यालय दार्जिलिङ, डाक्टर राधाकृष्ण उच्चतर माध्यमिक विद्यालय अनि मानेभन्ज्याङ उच्चतर विद्यालयका विद्यार्थीहरू, जेएफएमसी का सदस्यहरू, फरेस्ट बस्ती सदस्यहरूको उपस्थिति थियो भने कार्यक्रममा टंग्लु क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी, गुराँसको प्रकारहरू, पुतली, चराचुरुङ्गीहरू, सेलेमेन्डर सँगै पिनासे झार संसारको पहिलो यसै टंग्लु क्षेत्रमा पाइएको हुनाले टंग्लु क्षेत्रको मान राखेको उपस्थित विज्ञहरूले बताएका छन्।